अँध्यारो भयो। भैँसीहरू आफ्ना वासस्थानतिर गोठतिर लाग्दैछन्। यसरी आहाल खेलिरहेका भैँसीहरू सरेर सतबरी खोलामा सबैले नुहाएर चिसो भएर आएका छन्। भैँसीहरू एकदम शीतल शीतल शीतल। भैँसी पालन राम्रो व्यवसाय हुन सक्छ। अँध्यारो भयो। भैँसीहरू आफ्ना वासस्थानतिर गोठतिर लाग्दैछन्। यसरी आहाल खेलिरहेका भैँसीहरू सरेर सतबरी खोलामा सबैले नुहाएर चिसो भएर आएका छन्। भैँसीहरू एकदम शीतल शीतल शीतल। भैँसी पालन राम्रो व्यवसाय हुन सक्छ।